कसले हजुरहरूलाई देखाउँछु त्यसपछि मेरो कला Don't forget to like and subscribe. Hey guys, welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र म चाहिँ भर्खरै कलेजबाट आएँ। अब चाहिँ अनि ड्रेस चेन्ज गरेर अब खाना खान पर्ने हुन्छ। के छ त आज स्पेशल डिस? खै त मदर कता जानु भएछ? लाइट बाल्छु मैले। यो बन्द गर्छु। ला 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 ला। के को तरकारी हो यो? आलु इस्कुस है क्या? अनि यहाँ छ चुकौनी। यम्मी। म सब खाना खान्छु, त्यसपछि के हुन्छ हेर्दै जानु होला। खाना खाएको 1 घन्टा भएन कि अब चाहिँ यहाँ अमिलो खाने भनेर चल पहल छ कि केही हुन्न। पानी सानी झोल खाइन्छ हजुर। पानी टाढो झाँटा पिस्दा पिस्दै झाँटामा म त अमिलो यति देखेको ल्याएको। यस्तो ठेला पिसेर कहाँ गयो कोला के काम गरेको होला भने त आमालाई आफू अबे लाउँथ्यो त खिसी गर्थ्यो त त्यो छोराले। कसले अब पानी उछिन्न खाना मेरो म त आम बित्तिकै त्यही हो। गफ सुन्नु भएको गाइस। मलाई चाहिँ फेरि यो झान्न पठाएर झानेर ल्याइदिन्छु। एकदम खतरा भयो, खतरनाक भयो, खतरनाक। सही भयो, सही। यो जानाले दिएन म पताले प्राणला हजुर। आमाले अझै अझै मुठे भए हुन्थ्यो गरी क्या आमिलो। आमा बहिनीले अलि मुठे भएर हुन्थ्यो नि गरी के प्राणला अमिलो मिठो त सो हे गाइस, म चाहिँ भर्खर नुहाएँ। कपाल नै चिसै छ यार। नुहाएर अब चाहिँ यस्तो झ्याउ लाग्यो गाइस। म नोटहरू बनाउन त छ होइन, तर म चाहिँ यहाँ ड्रइङ बनाउँछु कि अब यहाँ ड्रइङ युज गर्छु। हजुरहरूलाई देखाउँछु त्यसपछि मेरो कला, मेरो आर्टहरू देख्नु भएको छैन। मैले अलिअलि देखाइदिन्छु है गाइस, देख्न सक्नुहुन्छ। यस्तो यस्तो छ होइन। अनि अब चाहिँ म बनाउँछु, एउटा सिम्पल बनाउँछु। अनि चाहिँ नोट्सहरू पनि लेख्न छ है त गाइस। स्टे ट्युन गाइस, स्टे ट्युन। डल्ली ड्रइङ चाहिँ कम्प्लिट भयो। अनि म चाहिँ हजुरहरूलाई देखाउँछु है त। क्युटी पाई ग्रुप। सो गाइस, अब चाहिँ म नोटहरू लेख्न छ। अनि त्यसपछि खाना खाएर सुत्छु। भोलि चाहिँ बिहान नै कलेज जानुपर्छ नि त, 4 बजे उठेर। अनि कस्तो लाग्यो हजुरहरूलाई यो भिडियो
Don't forget to like and subscribe. Thank you so much for watching this video. Bye.